ल अब घोषणापत्र मैले मेरो चुनावको घोषणापत्र यसरी सुनाएको छु सम्पूर्ण जनसमुदायहरूमा। यो वर्षको 2082 को चुनावमा मलाई भोट दिनु होला भनेको छु। घर घरमा पानीको धारो, खुट्किलैसम्म पिच रोड, अनि त्यसपछि 12 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई विवाह फ्रीमा गरिदिने। अर्को कुरा, कसैले कसैकी श्रीमती भगाएर लियो, कसैले कसैको श्रीमान भगायो भने तिनीहरूलाई भत्ताको व्यवस्था गरेको छ क्षतिपूर्ति स्वरूप। मैले त्यो घोषणा गरेको छु। ती बाचा पत्र पुरा नभएपछि जनता तुम्रो चट्टै चिरन उसै भन्नु त नै र नेताज्यू। नै म गरेर देखाउँछु कसरी चिरन मेरो चट्टै हो। ओइ त्यसरी चिरन जनता श्रद्धा छ नि त। बाचा पत्र पुरा नभएपछि यो खतम मान्छे पागल चाहिँ यो के भन्छ चिर्दै यो द तुमले बाचा पत्र पुरा आएको अघिल्लो चोटि आयो, अघिल्ला वर्ष आयो बेला त्यसै भन्दा चाहिँ आउँछ यो बेला त्यही भन्दा। अरे यार म गाउँमा जाँदै नै त कसरी चित्ताउनु त मेरो भनाइ हो। त्यो यही त भन्नु पर्यो त यार, दिमाग खराब छ कि यसरी चित्ताउनु कि यो लाजको